म चाहिँ यहाँ आएदेखि नै इन्डोर प्लान्ट राख्छु भनेर सोचिरहेको थिएँ, तर मौका चाहिँ मिलिरहेको थिएन। एकपटक लिन पनि गएको थिएँ, तर त्यो चाहिँ मेरो बजेट बाहिर परेको थियो र लिने हिम्मतै आएको थिएन। अनि आज चाहिँ घरको लागि सपिङ गर्न निस्केको थिएँ। ह्याक्विन सपमा पनि इन्डोर प्लान्ट देखेँ कि सधैँ जाने त्यही सब ढोकाइ अगाडि नोटिसै नगरेको मैले। अनि मनी प्लान्ट चाहिँ लिइहालेँ। यसको पट चाहिँ थोरै सानो थियो, अनि मैले ठुलो पट लिने डिसाइड गरेर हेर्न गएको। त्यहाँनिर चाहिँ भासको प्लेट पनि भेटाएँ। केही प्लान नगरिकन गएको, बेसिक नेसेसरी सामानहरू चाहिँ अगाडि नै भेटेँ क्या सबै। आज अस्पिसियस डे भएकोले युनिभर्सको साइन ठानेर चाप्चु बोकेर ल्याइहालेँ। अनि मलहरू पनि हरेक प्लान्टको लागि अलग अलग हुँदो रहेछ। यो चाहिँ मैले आज थाहा पाएँ है। खै अनि अब यो चाहिँ म्यान्डेटरी हो फेरि ऐना देख्ने बित्तिकै। अब प्लान्टलाई लगेर प्लान्ट गरिहालौँ है त। मैले चाहिँ नर्मल मल र मनी प्लान्टको फर्टिलाइजर लिएको छु। यसलाई मिक्स गर्छु अनि बिचमा प्लान्ट राख्छु। बाई द वे यो प्लान्टको चाहिँ 330 मात्र परेको हो। यस्तो ठुलो झ्याम्म परेको छ, अचम्म लाग्यो रेट देखेर मलाई। अनि यसलाई चाहिँ बिचमा राखेर वरिपरिबाट माटो मिलाएर पोलिथिनमा भएको मललाई पनि पानीले पखालेर वरिपरिबाट लगाइदिएँ। अनि टेबलमाथि राखेको छु। कस्तो राम्रो देखिएको छ है। थ्याङ्क यू सो मच फर वाचिङ। ह्याप्पी अक्षय तृतीया टु यु अल।